नमस्कार, म प्रगति माविको कक्षा 10 को अध्ययनरत छात्र हो। हामी सामाजिक परियोजना कार्य अन्तर्गत 60 वर्षभन्दा माथिको ज्येष्ठ नागरिकको भेटघाट गरी उहाँहरूको जीवन स्तरको बारेमा जानकारी सङ्कलन गरेका छौँ। यो सङ्कलन यस प्रकार A few moments later. ज्येष्ठ नागरिक, हाम्रो अनुभव, हाम्रो गौरव, हाम्रो परियोजना। ज्येष्ठ नागरिकहरूको कथा सुन्ने, रेकर्ड गर्ने र भिडियो बनाउने अभियान। मेरो नाम सन्दीप विशाल, म प्रगति माविको विद्यालयको पहिलो 10 पढ्ने छात्र। अनि हामीलाई के सामाजिक अन्तर्गत 60 भन्दा माथि के ज्येष्ठ नागरिकको अनुभवको बारेमा जान्न आहाम। अनि म चाहिँ सन्दीप विशाल, तपाईँको नाम भन्नु। अनि तपाईँको आफ्नो परिवारसित सम्बन्ध मेरो राम्रो छ। मेरो सम्बन्ध अब भुजेको छोरो यही हो, माइलो छोरो भयो, राम्रो छोरो राम्रो छ। अनि तपाईँको अलि बाल्यकालमा के कति बिचो बाल्यकाल पढेर गाह्रो थियो कि अलि राम्रो? बाल्यकालमा गाह्रो थियो। बाल्यकालमा कसरी गाह्रो थियो भने अब अहिलेको समस्या थिएन यो हामीले पढ्न सकेनौँ। हाम्रो पालामा स्कुल थिएन, हामीले पढ्न सकेनौँ। अब अहिले तिमीहरूको पालामा राम्रो भयो, प्रगति भयो, राम्रो होस्, प्रगति होस्, तिमीहरूले प्रगति गर्न पाओस्, राम्रो होस्, तिमीहरूको भविष्य होस्। हाम्रो पालामा पढ्ने तपाईँको छोरा कतिवटा छ र? 3 भाइ। अब बाल्यकाल भनौँ न, 5 वर्ष भयो यहाँ आएको हामी। मेरो जन्मिनु त अन्तै जन्मेको हो, अन्तैबाट अनि आमा, तपाईँले के लाग्छ सबै ज्येष्ठ नागरिकले प्राप्त सम्मान पाएको छ नि त? राम्रो, हाम्रो सम्मान पाएको छ, सरकारबाट नै पाएको छ, राम्रो छ। समय बदलियो, पहिला हामी सानाको भन्दा अहिले राम्रो भएको छ, राम्रो हुँदै आएको छ। तिमीहरूको बाबामा झन् भविष्य राम्रो हुँदै आएको छ, राम्रो भएर पढ। अब अहिले शिक्षाको काम छ धेरै। अनि तपाईँले भत्ता पाउनुहुन्छ है? पाउँछ। कति पाउनुहुन्छ? 4,000। अनि तपाईँले अलि त्यो युवालाई अहिलेको प्रविधि सम्बन्धी जानकारी भनिदिनु न, त्यसले के गर्ने के नगर्ने। अलिक धेरै युवाहरूले चाहिँ प्रविधिहरूको दुरुपयोग गर्छन्। अब के गर्ने भनेदेखि राम्रो लाइन लाग्ने, लाइन नबिगार्ने, अर्कासँग अर्का केटीसँग सिक्ने होइन, लाइन बिगार्ने होइन। आफ्नो पढाइ राम्रोसँग ध्यान दिएर गर्ने। अनि आफ्ना बाबुबाजेले गरेको बेग्लै छु, अब तिमीहरूलाई बेग्लै आएर तल। अनि अब त्यही तलमा गर्दै लाने, सिक्दै लाने, सबै कुरा गर्दै हुँदैछ जाने। अब राम्रोसँग पढ्ने, अहिले पढाइ नै छ, अनि पढाइ नै छ। अब त्यो प्रगति गर, पढेर राम्रोसँग गर, अब राम्रोसँग हुँदै जान्छ। उनीहरूको प्रगति होस् राम्रोसँग। अब पहिलाको भन्दा अहिले समय धेरै राम्रो हुँदै आएको छ। पहिलाको राजनीतिक अवस्था कस्तो थियो? पहिलाको राजनीतिक अवस्था ठिक थिएन। अब अहिलेको राजनीति ठिक आयो भने छन् सबैहरूले। सबै भएका केटाहरू जनताहरूले सबैलाई मन परेको छ। बाला सबैले मन परेको चाहिँ बाहिर आएको। अब अहिले राम्रो गर्दै लैजाला, अब तिनीहरूलाई राम्रो होला। अब भनौँ न, भर्खर आएको सरकार, पहिलाको सरकारले नि अब त्यस्तै गरेको थियो, त्यस्तै हो। अब अलि गरिब र सबै कुरालाई राम्रोसँग जनतालाई मिलाएन, उसले पनि अब भएन। अब अहिले सरकारले राम्रो गर्दै भन्ने आएको छ। बाल्यकाल धेरै नै गाह्रो बित्यो हो। गाह्रो बित्यो।
दुःख गरेँ धेरै सालमा 7 वर्षमा बिहे भएको मेरो 7 वर्षमा बिहे भएको बुबा 9 वर्ष हुन्छ मेरो 84 तपाईँले कुन गणतन्त्र आउनुभयो राजतन्त्र कि अहिले आएको सरकार सबैलाई मन परेको सरकार छ है तिमीहरूलाई पढ्ने विद्यार्थीहरूलाई नि राम्रो होला कि पनि आएको राम्रो गरोस् राम्रो हुन्छ कि पनि आशा छ हामी सबैलाई है तिमीहरूलाई छ हामीलाई पनि छ राम्रो हो हामीलाई नाति नातिना पढेका छन् होइन पढ्दैछन् सबैको प्रगति हो राम्रो हो परिवर्तन गर्ने बिउहरू मिलाओस् यो मिलाओस् राम्रो हो तिमीहरूलाई पनि व्यवस्था मिल्दै जान्छ जहाँ पढ्दै जान्छौ अब हाम्रो पनि दिनु प्रविधि अवस्थाले गर्दा के अरे युवाहरूमा के त्यस्तो अवस्था आइरहेको अब अहिलेको अवस्थामा के छ भने अब अहिले अलिक अलि सुध्रेलान् कि है अब अहिले अर्काका छोरी नाखा नलाउने अर्काको बिहा नगर्ने है अब हिजो अस्ति मान्छे मारेको छ अहिले त्यो काम नगर्नु तिमीहरूले त्यो काम गर्नु हुँदैन राम्रो पढ राम्रो व्यवस्था ल्याऊ राम्रो गर तिमीहरूले राम्रो शिक्षा ल्याऊ राम्रो गर्दै लैजाऊ अनि तिमीहरूले शिक्षा पाइहाल्छौ अनि आमा के अरे तपाईँले यसको बारेमा के अरे ज्येष्ठ नागरिकको बारेमा तपाईँको के भावना छ भन्नु न अब के भावना छ भने अबका हाम्रा छोरा नाति इष्ट मित्र नाति भतिजा भाइ भतिजा तिमीहरू सबैजना है सबैजनाको के भावना छ भने राम्रो होस् राम्रो प्रगति आओस् राम्रो भएर जाओस् राम्रो होस् अब बाँच्नुलाई जागिर पनि पाउन् शिक्षा पनि पाउन् राम्रो होस् दुःख नहोस् सबै कुरा जागिर पाउन् नेपालमै प्रगति गरोस् सरकारले अनि के अरे धेरै युवाहरू आजकल विदेशी छन् तिनीहरूको लागि केही भनिदिनु न त्यो सन्देश दिनु न जाने कि नजाने के गर्नु सकेसम्म नेपालको सरकारले काम दियो भने खाना पर्यो नि किन्दैन खाना पर्यो होइन खाना पर्यो नि किन्दैन छोडेर बसाउनु जाँच माया अब तिमीले नेपालमा पाउन् जागिर प्रगति होस् नेपालको सरकारले राम्रो गरोस् जस्तै के बनाउनु पर्छ के गरी जागिर खुवाउनु पर्छ कसरी खुवाउनु पर्छ जागिर खुवाओस् हामीले यसरी यो ठेगारी बना भन्ने त होइन नि हामीले होइन अब उसले के नियमले के जागिरले जनतालाई लाउँछ अहिलेको सरकारले बुझ्यो नि बाबुले भनेको हामी त पढेको छैन धेरै जसो युवाहरूले रोजगार नपाएर विदेशी पाउनु पर्यो विद्यार्थीले शिक्षा पाउनु पर्यो विद्यार्थीले राम्रो शिक्षा पाउन् रोजगारी पाउन् राम्रो होस् नेपालमै राम्रो प्रगति भयो भने विदेश जाँदैनन् अब के भन्ने हामीले त्यही त धन्यवाद आमा तपाईँले यति समय दिनुभयो हामीलाई Baixo de baixo pra cima, tu senta, desliza pra não machucar.